नमस्कार आदरणीय दर्शक महानुभावहरू, म सन्दीप गौतम सुनार। यति बेला म सत्यवती गाउँपालिका 4 लिम्खा गुल्मीमा छु। म तपाईँकै रिपोर्टर तथा कमेडियन सन्दीप गौतम सुनार। मैले चाहिँ तपाईँहरूलाई देखाइरहेको छु कि मैले नयाँ आफ्नो युट्युब च्यानल खोलिसकेको छु। यस युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला र राम्रो लागेमा भिडियो प्रतिक्रिया दिन पनि नभुल्नुहोला। दर्शक महानुभावहरू, स्वागत छ हजुरहरूलाई मेरो नयाँ यो युट्युब च्यानलमा। यस युट्युब च्यानलबाट म दिनानुदिन तपाईँहरूलाई नयाँ ताजा रिपोर्टिङ अपडेटहरू दिइरहेछु, अपडेट न्युजको नामबाट, र तपाईँहरूलाई लिम्खामा भएका गतिविधि तथा अन्य क्षेत्रहरूमा भएका गतिविधिहरूको परस्पर रूपमा तपाईँहरूलाई जानकारी दिनेछु। र म तपाईँकै सन्दीप, तपाईँहरूले धेरैले चिर परिचित पनि छु र सबैको आग्रहमा मैले चाहिँ युट्युब च्यानल खोलेको हुँ र यो युट्युब च्यानललाई सम्पूर्णले सक्दो माया गरी युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। तपाईँहरूलाई दैनिक रूपमा यस्ता भिडियोहरू प्रसारण गर्नेछु। यो भिडियो प्रसारण गर्दा हजुरहरूलाई कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला। दर्शक महानुभावहरू, आज भने म तपाईँहरूलाई यद्यपि म उपस्थित भएको छु कि तपाईँहरूले युट्युब च्यानल मेरो देखिसकेपछि तपाईँले कृपया सब्सक्राइब गर्न त भुल्नुहुन्न र सब्सक्राइब गर्नुहोस्, लाउ गर्नुहोस्, टिडिङ घन्टी बजाउनुहोस्। अनि दर्शक महानुभावहरू, आउँदै गरेको फागुन 21 गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ। यो त हामी सबैमा अवगत कुरा नै हो, तर पनि यस समक्ष पनि म केही हजुरहरूमा भनाइहरू राख्छु, तपाईँहरूलाई यस बारेमा जानकारी पनि दिन्छु। र दर्शक महानुभावहरू, यस युट्युब च्यानल मार्फत हजुरहरूलाई जानकारी दिने त म छँदैछु, तर पनि तपाईँहरूले यस युट्युब च्यानललाई सब्सक्राइब गरेर मलाई धेरै परिचित बनाएर अन्य सामाजिक सञ्जाल जस्तै मलाई युट्युबमा पनि चिर परिचित बनाउनु हुन म सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु। र दर्शक महानुभावहरू, प्रतिनिधि सभा सदस्य चुनावमा के हुँदैछ त? कुन कुन पार्टीले सहभागिता जनाउँदैछन् त? कुन पार्टीलाई हामीले आफूले सक्दो चुनाव चिन्हमा भोट गरेमा ती पार्टीहरूले देश मुलुक निर्माण गर्छन्। जेएनजीहरूको जुन विद्रोहपछि समाज निर्माण र देश सुशासनमा लागोस् भन्ने जेएनजीहरूको त मनसायलाई सुदृढ गर्नका लागि धेरै जेएनजीहरू साथीहरूले ज्यान गुमाइसक्नु भएको छ। यद्यपि त्यो ज्यानको माया गरेर सम्पूर्ण देशवासीहरूले हाम्रालाई होइन, राम्रोलाई चुनाव चिन्हमा भोट दिनुहोला। जेएनजी युवा पुस्ताहरूलाई चुनावमा भोट दिई देशको मुहार कृपया फेर्नु होला भन्न चाहन्छु। यो तपाईँले 5-6 मिनटको भिडियोले पक्कै पनि तपाईँहरूमा चेतना त घुस्दैन, तर पनि म के आग्रह गर्न चाहन्छु भने जुन ज्यान गुमाउनु भयो उहाँहरूले त्यो ज्यानको कदर गरेर, जुन आमाहरूको कोख रित्तिए, जुन दाजुहरूको भाइ रित्तिए, जुन भाइहरूको दाजु रित्तिए र अन्य हाम्रा नातादारहरूको मृत्यु भयो, सो मृत्युलाई मरण गरेर हाम्रै आफ्नै देश आफ्नो र देशका मानिस हाम्रा हुन् भन्ने हिसाबले देशमा सुशासन कायम गर्नका निम्ति सम्पूर्णले हाम्रालाई चुनाव चिन्हमा भोट नदिई राम्रालाई भोट दिएर देशको पक्कै मुहार फेर्नुहुन्छ भन्ने त म अपेक्षा गरेकै छु। तर पनि यो भिडियोमा भने अनुसार तपाईँहरूले यदि कसैले राम्रो मान्छेलाई जुन देखेर भोट दिनुहुन्छ भने तपाईँको पक्कै पनि देशको मुहार फेर्नेछ। तपाईँहरूको हाम्रा युवा अवस्थाहरू जुन खाडीमा गएर दिनानुदिन काम गरिरहनु भएको छ र कतिपयको त अकालमा मृत्यु भएको छ। यस कुरालाई मनन गरेर अकालमा मृत्यु भएको छ त तिनी परिवारलाई थाहा छ त, बुझ्न त हजुरहरूले बुझ्नुहुन्छ, नबुझ्ने भनेको होइन म। तपाईँहरूले कृपया राम्रालाई भोट दिनुहोस्, यति नै भनेको। साँच्चीकै यी नवपुस्तालाई हामी ठाउँ दिनुपर्छ। अब युवा पुस्ताको छुट्टै सङ्ग्राम हुनुपर्छ।
जस्तै अब रवि लामिछाने जस्ता युवक नेतृत्वकर्ताहरूले पक्कै पनि देशको मुहार फेर्छन्। युवक भन्दैमा युवकको तत्कालीन अवस्थामा युवकहरू त धेरै पैसामा बिक्ने युवक देखेका छौँ हामीले। रक्सीमा, मासुमा अथवा 1 लिटर पेट्रोलमा बिक्ने ती युवाहरूप्रति पनि मेरो आग्रह छ। कृपया सम्पूर्णले हाम्रालाई भोट नदिई राम्रालाई भोट दिनुहोला भन्न चाहन्छु। पक्कै पनि यो भिडियोले तपाईँलाई चेतावनी दिन सक्छ हामीले कसरी मुलुक निर्माण गर्न सक्छौँ त। साँच्चै मुलुक निर्माण गर्ने नै हामी युवाहरूले हो। युवाहरूको काँध र अन्य देशवासीको सासले नै युवा नेतृत्वकर्ताहरूलाई तपाईँका छोरा दाजु भाइहरू जब परदेशिलो परेको छ नि त्यो परदेशलाई मनन गरेर कृपया राम्रोलाई भोट दिनुहोस्। फागुन 21 गतिको चुनाव राम्ररी भोट दिई देशलाई सुशासन कायम गर्ने वातावरण सृजना गर्नुहोस्। धन्यवाद। अनि हाम्रो युट्युब च्यानल त खोलिसकेको छु र सब्सक्राइब गर्नुहोला। भिडियो मन परेमा लाइक गर्नुहोला। सानो यो प्रसारण मात्र गर्न चाहेको लाइक गर्नुहोला। भिडियो मन परेमा आफूलाई मनमा लागेका प्रतिक्रिया दिन चाहिँ नभुल्नुहोला। थ्याङ्क यू। दिस इज माई फर्स्ट भिडियो। तपाईँहरू कस्तो मान्नुहुन्छ त्यो त मलाई बुझ्ने कुरा भएर हजुरहरूले राम्रो मानिदिनु होला र मेरो फर्स्ट भिडियो हो। फर्स्ट भिडियोमै लाइक बढाइदिनुहोस्।